यो रायोको साग, चप गार्लिक, चिल्ली स्ल्यास अनियन, यहाँ दुईटा टमाटर छ, बोइल गरेर काटेको, बोइल गरिसकेपछि बल्ल पछि काटेको पोर्क है। यहाँ चाहिँ तेल र मेथी यतिको हुनुपर्छ। पछि तेल फ्राई भइसकेपछि के अरे मासु फ्राई भइसकेपछि अनि बल्ल तेल बढी भयो भने अलिकति फाल्दिनँ, किनकि तेल सबै फाल्नु हुँदैन, योहरू फ्राई हुनुपर्छ पछि। अब मैले यहाँ यसरी पोर्क हालेँ अनि फ्राई गर्छु, पड्किरहेको छ। ल बङ्गुर चाहिँ यतिको फ्राई भयो। अब यो तेल बढी छ, म हल्का तेल फाल्छु है। अघिको तेल फालेर यतिको बनाएँ मैले। अब यहाँ म चप गार्लिक हाल्छु। मैले चप गार्लिक हालेँ। अब यसलाई फ्राई गर्छु हल्का। यसलाई यो चप गार्लिकलाई यो तेलमा ब्राउन बनाउँछु म। ब्राउन भइसकेपछि बल्ल अनियन हाल्ने है, स्ल्यास अनियन हाल्ने। मैले अघि अनियन हालेँ, अनियन र चिल्ली हालेको थिएँ। अनियन होइन, गार्लिक र चिल्ली हालेको थिएँ। त्यो फ्राई भइसक्यो। अब यो अनियन हालेछु, यो म यहाँ मिक्स गर्छु र यसलाई पनि ब्राउन बनाउँछु है। अघि धेरै देखिएको तेल हरायो। अनियन हालेपछि यो अनियन फ्राई हुनुपर्छ त्यो तेलले, त्यही भएर तेल चाहिँ अलिकति राख्नै पर्छ कि, त्यही भएर है। ल अब म यो छोपिदिन्छु है त। एकछिन यो बाफिएर यो प्याज पाक्नुपर्छ। प्याज पनि लगभग नरम भएर है सफ्ट भइसकेको छ। अब हल्का अझै यसलाई फ्राई गर्नुपर्छ प्याजलाई, किनकि हल्का फ्राई भएन भने गुलियो टेस्ट आउँछ, त्यही भएर यो हल्का फ्राई हुनुपर्छ। ल प्याज पनि लगभग फ्राई भइसकेको छ। अब यहाँ के भन्छ, यो तेल धेरै देखेको छ, किनकि यहाँ अब टमाटर हाल्नु पऱ्यो, टमाटर पाक्नुपर्छ, साग हाल्नु पऱ्यो, साग पाक्नुपर्छ। तेल धेरै भयो भन्ने होइन, लास्टमा यसको रिजल्ट आउँछ है। प्याज यतिको भइसकेको छ। ल म अब बेसार नुन मसला हाल्छु। बेसार नुन मैले हालेँ। अब यसलाई म चलाउँछु है। बेसार नुन अनि मसला हालिसकेपछि मैले चलाएँ। त्यसपछि अब यो टमाटर हालिदिएर छोपिदिन्छु, पाक्छ यो टमाटर गल्छ। अब चाहिँ म यो टमाटरलाई चलाउँदिनँ, तर यहाँ डढ्न सक्छ, त्यही भएर हल्का पानी हालिदिन्छु, है। पानी हालेपछि टमाटर चलाउँदिनँ, यो पानीले खुब बाफले फेरि टमाटर पाक्नुपर्छ, यसलाई नचलाउने। अब चाहिँ यो टमाटर पाकिसकेछ, हेरेर त छाला निस्किसकेछ यहाँ पटक भएछ टमाटर है। अब यसलाई म यहाँ म्यास गर्छु है, प्लातपुत पाकिसकेछ। अब म यसलाई यहाँ मिक्स गर्छु। ल मिक्स गरिसकेपछि यस्तो भयो यो है। अघि देखेको तेल सब गायब भयो, यो ग्रेभी हो है, तेल छैन, तेल देखिँदैन। टमाटरको ग्रेभी, मसलाको ग्रेभी, प्याजको ग्रेभी, अनियनको ग्रेभी छ। अब यसलाई हल्का पाकिसकेपछि अझै पकाउँछु म। त्यसपछि म यो सागलाई चिमोटेर छ्याप्प माथिबाट हालेर छोपिदिन्छु। मैले अझै पानी हालेर अनि यो ग्रेभीमा पकाउँछु। जतिसक्दो पाक्नुपर्छ, जतिसक्दो पाकेपछि मसलाहरू मासुभित्र छिर्छ अनि मिठो हुन्छ धेरै है। अघिको पानी चाहिँ सुकेर यतिको भइसकेको छ। अब यहाँभन्दा पनि सुकाउनु खोज्यो भने तल ग्रेभी टाँसेर डढ्छ है। अब म यहाँ चाहिँ साग हालिदिन्छु। ल यसरी साग हालिदिने, त्यसपछि छोपिदिने, बाफिन्छ, यसको पानीहरू पनि उड्छ। त्यसपछि पानी कम हुन्छ, चलाइदिने, आलसँग बनाउने है। फाइनल रिजल्ट अझै आउँछ, हेर्दै जानुहोस्। ल गरेर हेरौँ, साग चाहिँ बाफले ओइलेर तल झरिसकेको छ। अब यसलाई म चलाउँछु है। चलाइसकेपछि फेरि देखाउनेछु। ल साग हालेर चलाइदिएँ, साग गायब भइसक्यो साग। अब यो साग एकछिन अलिक हल्का पाक्नुपर्छ, एकछिन छोपिदिन्छु, 2 मिनट जति है। 2 मिनट होइन, 1 मिनट जति छोपिदिन्छु। ल फाइनली हाम्रो यो बङ्गुरको मासु र साग ग्रेभी मस्त छ है। मसँग नेपालबाट लिएको टिमुर पनि छ हल्का, यो दामी हुन्छ है। बङ्गुरको मासुमा 1 पिन्च हालिदिन्छु। ल दामी हुन्छ, टेस्ट दामी आउँछ। हालिदिएँ। अब यसलाई चलाउँछु। ल हाम्रो बङ्गुरको मासु यस्तो भयो।
ग्रेभी मस्त छ है, भाष्य त छप्प जान्छ। अब फाइनली हाम्रो बङ्गुरको मासु पाक्यो। अब म यसलाई बन्द गरिदिन्छु। बङ्गुरको मासु पाक्यो।